हेलो गाइस, आज म कहाँ छु भन्दा अस्ति मैले भनेको थिएँ म किर्नेको र मल्लीको बिचमा छु भनेर। आज म कहाँ छु तपाईँ हेर्नु सक्नुहुन्छ। आज म अशोक लिल्यान्ड कम्पनीमा छु। अब गाडी बिग्रेर सिलिगुडी अशोक लिल्यान्ड कम्पनीमा आएको छु। यहाँ तपाईँ हेर्नु सक्नुहुन्छ, यो इन्जिन खोलेर बनाउँदैछ। यो हो इन्जिनको पिस्टन, यसलाई इन्जिनको पिस्टन भन्छ। अब म साथै साथै खाना पनि बनाउँदैछु मजाको। तपाईँलाई म खाना बनाएको देखाउँदैछु, हेर्नुहोस् खाना बनाउँदैछु। यो हो अन्डामा लाउने अन्डा कडी। यहाँ भात छ, यहाँ अन्डा छिलेर रेडी छ। अब यो सब्जी बनाउँदैछु, हेर्नुहोस्। भात छ, भात बनाएँ। त्यहाँबाट यहाँ दाल छ, यहाँ चाहिँ अन्डा ग्रेभी हो। तपाईँले खाना बनाएको हेर्नुभयो। अब फेरि भोलि कहाँ हुन्छु मलाई थाहा छैन।